भर काम गरेका थियौँ। 3.5 महिना सबै विश्वासीहरूले काम गर्नुभयो अनि हाम्रो श्रमदान चाहिँ धेरै लगानी भयो। पैसा पनि उठाएका थियौँ, काम पनि गरेका थियौँ। त्यसपश्चात हामीसँग कुनै रकम थिएन अनि उहाँले फेरि पनि हाम्रो त्यति बेला 12वटा झ्याल थियो, ढोका थियो अनि उहाँले आफ्नो मण्डलीबाट केही रकम लिएर आउनुभयो अनि त्यो सबै झ्यालहरूको पर्दा उहाँहरूले लगाइदिनु भएको थियो। त्यसपश्चात त्यहाँदेखि किन जाने हुँदै हुँदै अनि बेला बेलामा हुनुहुन्थ्यो अनि हाम्रो एकचोटि हाम्रो बबिता चौधरी जब दोकानबाट निस्केपछि उसलाई के गर्ने के नगर्ने भन्ने कुरा थियो। हामीसँग पैसा पनि थिएन अनि हामीले पास्टरलाई भने, पास्टर भाइ, हाम्रोमा एकजना यस्तो बहिनी छ जसले अहिले अब बच्चा लिएर काम गर्थ्यौँ, काम गर्न सकेको छैन, उसलाई गाह्रो छ। अनि उहाँले भन्नु के गर्न सक्छ, उहाँ सिलाइ कटाइ गर्न सक्छ। अनि उहाँले एउटा दामी मेसिन, एकदमै राम्रो मेसिन अनि किनेर बबिताको लागि पठाइदिनु भयो। त्यसरी चाहिँ बबिताले केही समयसम्म आफ्नो छोरालाई पाल्दै अनि आफ्नो जीविका चलाए। त्यसरी गर्नुभयो। त्यसपश्चात अहिले म जब दुर्घटना भएँ अनि दुर्घटना हुँदाखेरि अनि सबै विश्वासीहरू कतिजना भेट्न जान सक्नुभयो, कतिजना यहीँ प्रार्थना गर्नुभयो लगातार। अनि म चाहिँ अब न त रस पिउन सक्ने स्थिति थिएँ न त खाना खाने। अनि त्यति बेला मलाई सेलेन पानीबाट खाना खुवाउँथ्यो। कति विश्वासीहरूले फलफुल लिएर जानुहुन्थ्यो अनि रस लिएर जानुहुन्थ्यो। तर हाम्रो गुरुआमाले राख्नु त राख्नुहुन्थ्यो, तर पछि भन्नुभयो उहाँले केही खान सक्नुहुन्न। त्यसपश्चात अनि हाम्रो सबभन्दा सुरुमा डन्डाझुन्डाबाट हाम्रो भेट्न जानुभयो कमल गेवानी छ अनि हाम्रो गुरु परिवार जानकी भौजी तुलसी। अनि उहाँहरूले सुरुमा अब खान सक्दैन, उहाँले आर्थिक रकम सहायता गर्नुभयो आफ्नो कक्षाबाट। अनि उहाँले कति 2 जनाले 2000 दिनुभयो। त्यसपश्चात हाम्रो जित बाबु गयो अनि उनले पनि भनेको थियो भाइ मसँग धेरै त छैन, मसँग 2500 छ, यही दिन्छु अनि बाँकी यदि रकमको आवश्यकता पऱ्यो भने भन्नु, मैले खोजेर भए पनि अनि सहायता गर्छु। त्यसपश्चात अनि हाम्रो गिरवारी मित्र मण्डलीको गुणबहादुरहरू उहाँ मण्डलीको समिति नै जानुभयो अनि उहाँहरू चाहिँ मण्डलीबाट 5050 रुपियाँ लिएर जानुभएको थियो। त्यसपश्चात हाम्रो यता विशालटार मण्डलीको पास्टर र एल्डर भेट्न जानुभयो अनि उहाँले पनि 3000 दिनुभयो। त्यसै गरी गिरवारी सुसमाचार्य मण्डलीको पास्टर भोला नेउपाने उहाँ पनि भेट्न जानुभयो। उहाँले 3500 छोडेर आउनुभयो। त्यसपश्चात हाम्रो पास्टर गुरुबा थापा आउनुभयो अनि उहाँले चाहिँ काठमाडौँबाट आउनुभयो अनि काठमाडौँ आफ्नो मण्डलीबाट 12000 लिएर आउनुभयो। अनि उहाँको साथमा एकजना बहिनी मैले पहिलादेखि चिन्थेँ अनि उहाँले सिलाइ कटाइ गर्नुहुन्छ अनि उहाँको गाडी थिएन त्यति बेला। अनि त्यो बहिनीले आफ्नो गाडी लिएर आउनुभयो, उहाँले चलाउनुभयो अनि त्यो सिलाइ कटाइ गर्ने बहिनीले 5000 दिनुभयो काठमाडौँबाट आएर।
अनि त्यसरी हाम्रो विश्वासीहरू पराए जस्तो मलाई लाग्छ 4 भागमा 3 भाग विश्वासीहरू सबैले आफ्नो आफ्नो गच्छा अनुसार दिनुपर्छ मेरो विचारको लागि। अनि यतिसम्म कि हाम्रो विधवा आमाहरूले पनि आफ्नो वृद्ध भत्ताबाट उहाँले सहयोग गर्नुभयो। अनि हाम्रो पैसा सिधेको थियो, बाबुले 1 लाख ऋण झिकेर लगेको थियो। हामीसँग घरमा जम्मा 30-40 हजार थियो, मसँग 13,000, आमासँग 15,000 थियो, अनि धीरजसँग थियो। अनि ऋण काटेर जम्मा हामीसँग सायद नगद रकम त्यही 1,40,000 थियो। अनि 1,04,000 त्यही डिपोजिट राख्नु पर्यो। अनि जससँग हाम्रो मोटरसाइकल ठोकेको थियो, प्रहरीले त भनेको थियो तिम्रो गल्ती छ, एक त लाइसेन्स छैन, त्यसमाथि अर्काको लाइनमा गएर ठोकिएको छ, तिमीहरूले बिहोर्नु पर्छ, केही नभए अहिले आधी रकम दिएर छोड। तर हाम्रो तर्फबाट अब दबाउ दिने मान्छे कोही नभएको कारण हुन्छ त भनियो, तर दिएन। अनि हाम्रो यहाँ रिपोर्ट लेखाउने मान्छे पनि भएन एक्सिडेन्टको केसको बारेमा। म त कसैले न कसैले त लेखाइदियो होला भन्ने लागेको थियो। अनि पछिबाट थियो। त्यस पश्चात अनि मैले बाबुलाई लेखेँ, भने लेखिसकेपछि छैन लेखेको। त्यसो भए कसैलाई न कसैलाई। त्यस पश्चात छोरीले आयो 2 दिनपछि। अनि छोरीले जानी नजानी अरूहरूलाई सोधेर अनि रिपोर्ट ठाडो उजुरी दियो। ठाडो उजुरी दिए पश्चात अनि 2 दिनपछि बोलाए प्रहरीले। मेरो छोरा अनि ज्वाइँ आउनुभयो। त्यस बल्ल 25,000 दियो। अनि त्यसपछि उसले दिन्छु भन्दा करै लगाएर भेट्न गयो, तर रकम लिएर गएन। डिस्चार्ज गरेर आयो तैपनि ऊ चाहिँ भेट्न आएको थिएन। फेरि ज्वाइँले कर लगाएर अनि भेट्न आयो। मैले भने बाबु तिमीहरूलाई मैले चिनेछु, तिमीहरूका आमालाई आजभन्दा 10-12 वर्ष अगाडि पागल भएर 3 महिनासम्म यहीँ ल्याएको थियो, यहीँबाट निको भएर गएको हो। तर यस्तो अवस्थामा तिमीहरूले हेलचक्राइ नगर्नुपर्ने हो। तिमीहरू एक त लाइसेन्स छैन, त्यसरी अर्कोको लाइसेन्स। मैले झ्याप्पै मोटरसाइकल नरोकेको भए तिमीहरूको छोरी कुन अवस्थामा हुन्थ्यो। तर मैले तिमीहरू छोरीलाई बचाएर आफू बरु एक्सिडेन्ट गरेँ। यस्तो अवस्थामा तिमीहरूले नअन्काइकन केही न केही रकम देऊ, हाम्रो रकम सिधेको छ भनेर भने। ल भन्यो। अनि भोलि पर्सि आउँछु भन्दाखेरि आएन। त्यस पश्चात ज्वाइँले फोन गर्न लगाएँ, उठायो। हुन्छ म भोलि पर्सि पैसा लिएर आउँछु। फेरि हामीले त्यहाँ चेकअप गराउनु जानुपर्ने, त्यहाँ आएन। पछि स्विच अफ गर्यो। अनि मैले भने उनीहरूको घर मैले चिनेको छु, रोडको उत्तरपट्टि छ। लस्करै 3वटा पक्की घर 2 तले छ उनीहरूको। अनि गिरिल उद्योग पनि छ, जाऊ भेट। अनि जानुभयो बिहानै। अब घरको मान्छे ठग्यो के गर्यो, उहाँ हुनुहुन्न घरमा, बिहानै अरुण खोला जानुभयो भने। त्यस पश्चात फोन गर्यो, फोन पनि स्विच अफ। त्यहाँदेखि लुकी छिपी हिँडेको छ। अब हाम्रोबाट दबाउ दिने मान्छे नभएको कारण अहिले त्यतिकै छ। त्यसले गर्दा त्यताबाट पनि हामी पाएका छैनौँ है, यो क्लियर गर्छु। त्यो 25,000 बाहेक दिएको छैन। त्यसले गर्दा अब सम्झौता गर्ने बेलामा मात्रै अब आधी रकम भन्ने कुरा छ। तैपनि उनीहरूले अन्कानाइरहेको के भनेछ भने नाबालक हो, कानुन लाग्दैन अरे भन्ने कुरा छ। तर अब त्यसमा बोल्ने अनि त फेरि घुमाएर भन्दाखेरि
हामीलाई थाहा थिएन उनीहरूले चाबी लिएर गयो भने सकेसम्म उनीहरूले फितलो बनाउन खोजेछ। तर हामीले भन्न सक्छौँ अभिभावकलाई तिम्रो साधन हो भने आफ्नो चाबी किन जतनसित राख्न सकेन? जतनसित राखेको भए तिम्रो छोराछोरीले चलाउँदैनथ्यो। रोकिराखेको बाटोमा पार्किङ गरिराखेको गाडीमा कसरी ठोक्यो भने त तिर्नुपर्छ भने। अनि हाम्रो तर्फबाट यस्तो किसिमको बोल्ने मान्छे नभएको कारण उनीहरूले सकेसम्म ढिसीमिसी गर्न खोजेछ। अब यो प्रहरी रिपोर्टमा यस्तो भएको कारण अनि इन्सुरेन्समा पनि हामीले दाबी गर्न पाएका छैनौँ। इन्सुरेन्समा पनि गरेको 3 दिनभित्र दिनुपर्ने केस, तर हामी अब 14 दिन त्यता बस्यौँ। 2 दिन बाबुले खोज्यो पाएन, 1 दिन म पनि पाएन। त्यस पश्चात मलाई सम्झना भयो जहाँ कर तिरेका छौँ त्यो टेबल मलाई थाहा छ। जसले इन्सुरेन्स गर्थ्यो मान्छेलाई पनि म चिन्छु, त्यहाँ रेकर्ड होला जाम। अनि गयौँ भेट्यौँ अनि उसले खोज्यो, त्यस पश्चात रिपोर्ट बनाइदियो। त्यो लिएर आएपछि अनि त्यति बेला जो यात्रा अमृत भएर गयो त्यति बेला उसले गर्छौँ त भन्यो। तर अर्को दिन फेरि बाबुले जाँदाखेरि तपाईँको रिपोर्टै ढिलो भएको छ। अब होला कि नहोला थाहा छैन, तर पनि म हेडक्वार्टरमा पठाइदिन्छु। अब त्यहाँबाट के सन्देश आउँछ भन्ने कुरा भयो। तर प्रहरी रिपोर्ट नआएसम्म हामी केही गर्न सक्दैनौँ। त्यस्तो अवस्था छ। अनि हामीसँग भएको रकम अब 1 लाख केही सिद्धियो, अरू औषधि उपचारमा सिद्धियो। हामीसँग भएको रकम त्यही विश्वासीहरूले दिएको 100, 150, 500, 1000 रुपियाँ थियो हामीसँग। अनि अन्तिममा आएर काठमाडौँको 2-3 जना पास्टरहरू आउनुभयो। हाम्रो पास्टर आमेन र उहाँको साथमा 4 जना आउनुभएको थियो। अनि उहाँले भेट्नुभयो। अनि उहाँले 3-4 जना पास्टरजनाले उठाएर खाममा दिनुभएको थियो। त्यति बेला आउँदाखेरि हाम्रो सानो नाति पनि बिरामी, ठुलो नाति पनि बिरामी भएको कारण पाहुनालाई पानी दिने कुरा पनि मान्छे थिएन। त्यही बेला मैले अमृता र मायालाई बोलाएर भने तिमीहरू आइदेऊ मलाई पानी दिनलाई। आयो अनि उनीहरूलाई पनि थाहा छ खाममा पैसा दिएको, तर कति दिएको भने थाहा थिएन। अनि मलाई पनि अब मुठा देख्दा त खाम त निकै होला, 50,000 भन्दा माथि नै होला जस्तो लाग्थ्यो। तर उहाँले खुद्रा खुद्रा दिनुभएको थियो। त्यो पछि हामीले धन्यवाद दिएर गर्दाखेरि 20,000 थियो। यी सबै कुरा जोड्दा हामीसँग लगभग 65,000 देखि 70,000 हाम्रो विश्वासीहरूले दिएको, अनि बाहिरको मण्डलीहरूले दिएको, हाम्रो पास्टर गुरुबाले दिएको, सबै जोड्दाखेरि त्यति भयो। तर हाम्रो खर्च चाहिँ 2,25,000 पैसा थियो। अनि त्यही रकम विश्वासीहरूले दिएको रकमहरू अनि हामीले काम चलाइराखेका थियौँ। पैसा सिधेको थियो। त्यही भएर मैले बाबुलाई भने, बाबु त्यो मान्छेलाई जसरी भए पनि बोलाऊ, कमसेकम 20-30,000 दियो भने काम त चल्छ। त्यति बेला पाउनुपर्ने रकम किन ऋण खोज्ने भन्ने कुरा मैले गरेँ। त्यसले गर्दा तपाईँहरूले देखाउनु भएको प्रेम, तपाईँहरूले गर्नुभएको प्रार्थना धन्यवाद छ। तर हामीले मण्डलीबाट मागेको होइन है, समितिले हामीलाई देओस्, हाम्रो खर्च देओस् भने हामीले आशा पनि गरेका थिएनौँ, समितिसँग मागेका पनि थिएनौँ। यो कुरा तपाईँहरू सबैलाई थाहा होस्। किनभने कतिजनालाई हेर्दै उनीहरूले मागिदियो अरे समितिसँग, तर हामीले मागेको होइन।
यो कुरा तपाईलाई जानकारी गराउन चाहन्छु। किनभने हामी पीडित भएका पनि आफ्नो खर्च हामी आफै उठाउनु पर्छ नि। ऋण सहायता खोजेर भए पनि त उपचार त गर्नु पर्यो आफूलाई, अरूको आशंका बस्नु भएन। त्यसले गर्दा अनि हाम्रो समितिहरूमध्ये कोही एक दुईजनाले कुरा उठाउनु भएको थियो। अरू मण्डलीले त हाम्रो पास्टरलाई उपचारको लागि यसरी दिएको छन् भने उहाँहरू त उता सेवाकाई गरेको होइन। अरू मण्डलीले त्यसरी आएर दिएको छ भने हाम्रो गुरुबा त आफ्नै मण्डली सेवा गर्दै हुनुहुन्छ। त्यसले गर्दा हामीले मण्डलीको कोषबाट केही न केही रकम दिनुपर्छ भनेर उहाँहरू मिटिङ बस्नु भएको रहेछ। अनि साँझ मैले सोधेँ बाबुलाई के छलफल भयो, किनभने म त सक्त थिएन। अनि बाबुले भन्नुभयो हाम्रो समितिहरूले तपाईँको उपचारको लागि 1 लाख चाहिँ छुट्याउने कोसिस गरेका छन्। 50,000 अहिले दिने, 50,000 अर्को अपरेसनमा 2 किस्ता गरेर दिने भन्ने कुरा छ भनेर सुनायो बाबुले। अनि अब सकेसम्म त सबै खर्च बिहोर दिउँ भन्ने पनि भने थियो। तर अब कति छन् थाहा छैन, कोषमा अब कति छ थाहा छैन। तर कोष पनि नरिकियोस्, अनि कोषमा पनि केही रकम होस्, अनि यता पनि गरिदिने भन्ने कुरा समितिहरूले निर्णय गर्नुभयो। त्यसको लागि म समितिप्रति धन्यवाद दिन चाहन्छु। तपाईँहरूले देखाउनु भएको प्रेम अवस्था तर अहिलेसम्म हामीले लिएको छैनौँ है। तर यसमा यदि कोही विवाद उठाउन चाहनुहुन्छ भने, नदिन चाहनुहुन्छ भने पनि पुनः छलफल गर्न सक्नुहुन्छ। हामीले दिनैपर्छ भन्ने कुरा छैन। तर समितिले अरू मण्डलीले त्यसरी दिएको छन् भने हाम्रै मण्डलीको गुरुबालाई किन उपचारको खर्च नदिने भन्ने कुरा लिएर उहाँले त्यति उठाइदिनु हो। तर पनि हामीले लिएको छैन। र हामीले यता हाम्रो विपक्षी ठोकाउनेसँग पनि त्यही पाएको 25,000 हो, त्यहाँभन्दा पाएको छैन। अब यो केस अब 2-3 दिनपछि अब हामीले यताबाट अब बोलाउन सक्दैन। प्रहरीलाई दबाउ दिएर त्यही उनीहरूले बोलाउँछन्। त्यस पश्चात अब मेलमिलापमा अब कतिसम्म जान सक्छन् त्यताबाट बल्ल पाउने हो। अनि त्यो मेलमिलाप रिपोर्ट इन्सुरेन्समा हालेपछि बल्ल उनीहरूले कतिन्जेलसम्म हाम्रो खर्च र यो उपचार चल्छ त्यतिन्जेलसम्म उनीहरू गर्नु। अनि मेरो यो यहाँ अहिले स्टिल हालेको छ। 8 महिनापछि फेरि अपरेसन गरेर यो निकाल्नु पर्छ। अनि तपाईँ अब कमसे कम 3 महिनासम्म एकदमै आराम गर्नु, साह्रो खानेकुरा नगर्नु। त्यस पश्चात जमेपछि बल्ल अलि कता खानु। अनि 8औं महिनामा हामीले अपरेसन गरेपछि फेरि 1-2 महिना तपाईँलाई अनि निको हुनलाई लाग्छ। त्यति बेला 45,000 देखि 50,000 लाग्छ भनेर भन्नुभयो। त्यसले गर्दा अहिले मेरो अवस्था एकदमै पीडादायक छ। एक प्रकारको शारीरिकमा पनि छ, पारिवारिकमा पनि पीडादायक हुन्छ। हाम्रो लागि प्रार्थना गरिदिनुहोस्। यस्तो अवस्थामा शैतानले कसैको हृदयमा काम नगरोस्। म अहिले दोस्रो चोटि बाँचेर आएको छु। यो कुरा भन्दा धेरै टाइम जान्छ, म त्यो भन्दैन सबै कुरा। कि त परमेश्वरलाई, मलाई र मलाई अपरेसन गर्ने डाक्टरलाई थाहा छ। अनि 1 बजे मेरो नाडी गएको थियो, कम्प्युटर बन्द भएको थियो। अनि मलाई
अपरेसन गर्नेले डेथ बडी भनेर घोषणा पनि गरेको। अनि 4 बजे जब अचानक, किनभने मलाई त लाग्छ नवलपुरको धेरै मण्डलीले प्राप्त गरेको कारण अनि प्रभुले मलाई फिर्ता दिनुभयो। अनि 4 बजे बिउदा मेरो सामने घडी थियो। 4 बजे एक्कासी मलाई होस आयो अनि मेरो नजर घडीमा गयो, 4 बजे थियो। के हो हल्ला भयो, यो मान्छे जिउँदै रहेछ, यो मान्छे जिउँदै रहेछ। अनि डाक्टरहरू एकदमै कोलाहल गर्यो। अनि मेन डाक्टर आयो, त्यसपछि अरूहरू आयो। अनि एकजना लेडी डाक्टरले भन्नु, तपाईँले जिउँदो मान्छेलाई किन डेथ बडी भनेर घोषणा गरेको? अनि डाक्टरले भन्यो 3 घन्टासम्म होसमा आएन भने, कुनै प्रतिक्रिया भएन भने डेथ बडी घोषणा गर्न मेरो अधिकार छ। अनि मेन डाक्टर आएपछि उहाँले भन्नुभयो, यो घटना हाम्रो सिएमसी पहिलोचोटि घटना हो, यो कुरा हल्लाचल्ला नगर्ने, यही सीमित गर्ने, नायक भने